सस्मितजी, सरकारले शपथ लिएको 24 घण्टाभित्र पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई किन पक्राउ गरियो खासमा? हाम्रो पार्टी हामीले चाहिँ जुन किसिमको उत्साही ढङ्गमा मतदाताले हामीलाई म्यान्डेट दिनुभएको छ, उहाँहरूले हाम्रो बाचापत्र पढेर म्यान्डेट दिनुभएको हो। हामीले कुनै व्यक्ति विशेषलाई पक्राउ गर्ने भनेर भन्दा पनि हाम्रो बाचापत्रलाई कार्यान्वयनमा लगेको हो। हाम्रो बाचापत्रको दोस्रो बुँदामा चाहिँ यो आयोगले बनाएको प्रतिवेदनलाई कार्यान्वयन गर्ने भन्ने विषय थियो। हामीले एउटा मात्र होइन, हामीले प्यारलली हामीले हाम्रो धेरै बाचाहरूलाई चाहिँ हामीले अगाडि बढाइसकेका छौँ। तर यो आयोगको प्रतिवेदन कार्यान्वयन चाहिँ हाम्रो लागि प्रायोरिटीमा, हाम्रो दोस्रो बुँदामै भएको हुनाले प्रायोरिटीमा पनि पर्यो। हिजो मन्त्री परिषदको बैठकले पनि यो आयोगको प्रतिवेदनलाई कार्यान्वयन गर्ने सुरक्षा निकायको लागि चाहिँ अझ थप अनुसन्धान गर्नुपर्ने भएको हुनाले, अलिकति क्रिटिकल भएको हुनाले अर्को समिति बनाएर र त्यो बाहेक जो पनि छ उहाँहरूको लागि चाहिँ तुरन्त कार्यान्वयन गर्ने भन्ने निर्णय भएको थियो। हामीले चाहिँ पूर्ण रूपमा नेपालका राज्यका जति पनि निकायहरू छन् ती निकायहरूलाई आफ्नै किसिमले काम गर्ने पूर्ण अधिकार दिएका छौँ। हामीले कुनै पनि राजनीतिक हस्तक्षेप गर्ने छैनौँ भनेर पनि हामीले बारम्बार भन्दै आएका छौँ। र कुनै पनि प्रतिशोध हुँदैन, निष्पक्ष रूपमा निष्पक्ष ढङ्गमा विभिन्न निकायहरूले काम गर्छन्। कसैसँग यो 24 घण्टामा कसैलाई अरेस्ट गर्ने भन्दा पनि हामीले हाम्रो बाचा जुन गरेका छौँ त्यो बाचा पत्र कार्यान्वयन गर्ने क्रममा हामी अघि बढेको हो। तर सरकारको हतारो हेर्दा चाहिँ यो पक्राउलाई कतिले अझ विपक्षीले चाहिँ प्रतिशोधपूर्ण छ भन्ने टिप्पणीहरू गरिरहेको छ। यसलाई के भन्नुहुन्छ? हामीले एउटा मात्र काम हतारमा गरेको हो त्यसरी हेर्न सकिन्थ्यो। हामीले त 100वटा बाचालाई नै हतार हतार गर्ने हाम्रो योजना छ। हामी अरू बाचाहरूलाई पनि त्यत्तिकै अगाडि बढाइरहेका छौँ। अर्को यो जस्तो कार्की आयोगले 24 गतेको घटनाको सम्बन्धमा चाहिँ ठोस किटान नगरेकोले प्रतिवेदन नै पूर्वाग्रही भएको भन्ने पनि छ नि। त्यो त हामीले प्रतिवेदन कार्यान्वयन गर्नको लागि विभिन्न निकायहरूलाई निर्देशन दिएको हो। विभिन्न निकायको पनि आफ्नो काम भइहाल्छ। के गरी त्यो हिसाबको कुनै कानुनी प्रक्रिया नमिलेको देखियो अथवा थप अनुसन्धान गर्नु पर्यो भने प्रहरीले पनि आफ्नो किसिमको अनुसन्धान गर्ला। फेरि यो विषय पछि अदालतमा पनि जाला, अदालतले पनि आफ्नो आदेश देला, आफ्नो फैसला देला होइन। त्यो दिने बेलामा राज्यका अरू निकायहरू पनि छन्, त्यो किसिमले भएको रहेछ भने आफ्नो ढङ्गमा विभिन्न निकायहरूले काम गरिहाल्छन्। अर्को चाहिँ सुरक्षा सङ्गठनको हकमा पछि अनुसन्धान गर्ने तर अन्यको हकमा तत्काल कारवाही गर्ने निर्णय चाहिँ किन गरियो खास? यो सुरक्षा निकाय अलिकति संवेदनशील निकाय पनि हो। यसको लागि अझ थप अनुसन्धान चाहिँ अरू चाहिने भन्ने हाम्रो बुझाइरह्यो। प्रतिवेदनले पनि सुरक्षा निकायलाई चाहिँ थप यही ढङ्गमा यसरी कारवाही गर्नुपर्छ भन्ने किसिमले भनेको छैन। यो पनि हामीले जुन अर्को समिति बनाउने भनेको छ त्यो पनि प्रतिवेदनमै भएको कुरा हो। मानौँ भोलि जस्तो कुनै घटनामा गोली चल्यो होइन, राज्यका कार्यालयहरू भवन सुरक्षाहरू गर्ने कुरामा चाहिँ सुरक्षाकर्मीले गोली चलाउने यस्तो अवस्थाहरू आयो भने चाहिँ प्रधानमन्त्री गृहमन्त्री जस्ता कार्यकारी चाहिँ समाउने पक्राउ गर्ने कुराले चाहिँ कस्तो नजिर बस्ला फेरि पछि? यसलाई लिएर पनि अलिकति मान्छेमा चासो चिन्ता देखिन्छ नि। होइन, एकदम अवश्य चाहिँ कस्तो भने कसैको गल्ती नभई कसैले आफ्नो कानुनी रूपमा चाहिँ लिनुपर्ने जिम्मेवारी नै छैन भन्ने त्यो त गर्नु त्यो हुँदैन होइन। मैले अघि भनेको जसरी नै प्रतिवेदन आएको छ, प्रतिवेदनले छानबिन गरेको छ, त्यो प्रतिवेदन पनि कानुन सम्मत रूपमा बनेको समितिले बुझाएको हो होइन। त्यो हिसाबले हामीले प्रतिवेदनलाई चाहिँ कार्यान्वयन गर्नको लागि हामीले विभिन्न निकायहरूलाई निर्देशन दिएको हो होइन। त्यो सबै निकायले चाहिँ आफ्नो ढङ्गले काम गर्छ भन्ने हाम्रो बुझाइ हो। त्यसले गर्दाखेरि कसैले त्यस अपराधको भार लिनुपर्ने देखिएको छैन, त्यसको कानुनी आधार छैन भने त विभिन्न निकायले आफ्नो निर्णय गर्ला, अदालतले आफ्नो फैसला दिएला होइन। त्यसले गर्दाखेरि यो हामी त कानुनी प्रक्रिया मान्छौँ, कानुनी पद्धति मान्छौँ होइन। त्यो आफ्नै किसिमले सबै निकायलाई चाहिँ आफ्नै किसिमले काम गर्नको लागि चाहिँ हामीले पूर्ण रूपमा चाहिँ निष्पक्ष नै राखेका छौँ। अब यो घटनापछि सरकारले अरूलाई पनि पक्राउ गर्छ कि कसरी अघि बढ्छ? प्रतिवेदन पूर्ण रूपमा कार्यान्वयन हुन्छ। त्यसमा प्रतिवेदन हाम्रो मन्त्री परिषदको निर्णय बमोजिम अन्य सबैजनालाई हामीले चाहिँ एउटै कानुनमा एउटै रूपमा एउटै ढङ्गमा राखेर हेर्छौँ। कोही माथि बढी हस्तक्षेप गर्ने कसैमा नगर्ने हुँदैन। यो प्रतिवेदन कार्यान्वयन हुन्छ। हस्, धन्यवाद।